यो हिजो र अस्तिको आन्दोलन देखेर अलिकति आशा पलाएको थियो अब देशमा के हुन्छ है अब नेपालमा के हुन्छ है भन्ने कुरा तर त्यो आशा पनि मर्यो हाम्रो मुख्य हाम्रो दुश्मनी भनेको को थियो नेता थिएन नेताहरूकै कारणले गर्दा हामीले दुःख पाइरहेको थिएन नेतालाई हामीले समातेर कारबाही गर्यौं त नेताले पनि राजीनामा दिइसक्यो त नेताको घर चलायो त नेतालाई कुट्यो त त्यति पुगेन केटाहरू के भएको हो जेएनजी के भएको हो साँच्चीकै योभन्दा अगाडि नै भनेको थियो केपी ओलीले सबै कच्चा छन् भनेको थियो साँच्चीकै कच्चा नै हो त हामी किन दिमाग छैन के किन जलाउनु पर्यो सांसद भवन सिंहदरबार किन जलाउनु पर्थ्यो नेपालको अस्तित्व मेटायो होइन नेपालको अस्तित्व मेटायो नि हामी देश छोडेर विदेशमा आएको सम्पूर्ण लेखाजोखा राख्ने त्यहाँ छ फाइल त्यो जल्यो भोलि हामीलाई यहाँ विदेशमा अर्काको देशमा के भयो भने कसले हेर्छ हामीलाई हाम्रो घरको लाल पूर्जा त्यहाँ छ हाम्रो नागरिकता त्यहाँ छ जलायो त हामी त बेनामको नागरिक भयो हामी कुन देशको नागरिक अब थाहा छैन के जवाफ दिने हामीलाई दिनुस् त ल तिमीहरू पनि हामी पनि के साँच्चीकै यो जेएनजी भनेर निस्किएको सबै परिचालित नै हो त कहाँबाट परिचालित हो भनौँ त केटाहरू ल के हो यस्तो पारा साँच्चीकै हिजो मलाई गर्व लागिराखेको थियो हिजो अस्ति जतिजना मृत्यु भयो जतिजनाको मृत्यु भयो अस्ति मलाई दुःख लागेको थियो मलाई टिकट काटेर आउँ जस्तो लागेको थियो तर आज हेर त हिजोको कुरा हेर त हिजोको कुरा किन सिंहदरबार चलाउनु पर्थ्यो हाम्रो सम्पत्ति होइन हाम्रो नेपालको सान होइन त्यहाँ के थिएन सबै चिजको लेखाजोखा छ त्यहाँ किन दिमाग भएन त्यो किन दिमाग भएन नेताहरू हाम्रो प्रमुख हाम्रो घातक प्राणी भनेको नेताहरू हो नि हो कि हामीले जे गर्नु पर्थ्यो नेताहरूलाई गर्नु पर्थ्यो नि नेताहरूको घर चलायो नेताहरूलाई कुटपिट गर्यो नेताहरूलाई समातियो जो जतिलाई समात्नु पर्ने तिनीहरूलाई समात्नु पर्ने हो नि त दिमाग थियो भने किन सिंहदरबार जलाउनु पर्थ्यो अब फेरि पशुपतिनाथ किन जलाउनु पर्छ हाम्रो सम्पत्ति किन जलाउनु पर्ने हाम्रो सम्पत्ति हामी आफै जलायो होइन हाम्रो नेपाल आमालाई हामी आफै जलायो होइन केही रहेन हाम्रो जग्गा जमिन पनि छैन हाम्रो नागरिकता पनि छैन हामी विदेशसम्म आउँदाखेरिको लेखाजोखा डाटा सबै फाइलहरू थियो त्यो सबै जलेर राख भइसक्यो खरानी भइसक्यो अब हाम्रो केही अस्तित्व छैन भोलि हामीलाई विदेशमा केही भइहाल्यो भने पनि हेर्ने कोही पनि छैन कहीँ पनि छैन केही पनि छैन सबै चिज छैन नेपालै छैन अब